ह्याप्पी स्याटरडे। आज चाहिँ सबै गार्डनिङको काम गर्न लागिरहेको छु। अर्ग्यानिक गार्डनिङको लागि हामीले के चाहिन्छ भने के हो फिटकिरी। फिटकिरी चाहिँ एकदम धेरै युज हुन्छ। चाहिँ लिफ पात सुकाएर धुलो पार्ने चाहिँ यसो धुलो पार्ने हो। धुलो पालेपछि घाममा राखेर धुलो पार्ने 2 महिना अगाडि कोहिराखेको हो। कोरेको पातहरूलाई यसो धुलो पारेर माटोमा मिसाएर यो चाहिँ हड्डी मल तयार गरेको। यसले खुर्सानी छर्केर अनि यो बेल्न तयार गरेको। अनि मलको लागि यो अन्डाको बोक्रा धुलो पार्ने। सार युज गर्ने हो। यो चाहिँ खरानी हो। खरानी पनि मिसाउनुपर्छ। कति धेरै खरानी पनि मिसाउनुपर्छ। अर्ग्यानिक मलबाट पनि यो फलेको यिनीहरू अर्ग्यानिक फ्रुट सालमन बेरी यसको नाम। मैले पत्ता लगाएको छु। सालमन बेरी पनि मेरोमा फलेछ। अन्डाको बोक्रा पत्कर भन्छ। पत्करको मोल अनि त्यसपछि अर्ग्यानिक यो मल पनि छ। मल म देखाउँछु के मल के भन्छ। आफ्नै घरबाट निस्केको मल यो मल पनि मिसाउने। आज चाहिँ माटो र मल मिसाएर आजको फुर्सदको काम सिध्याउँछु। अङ्गुर हेर्नु, अङ्गुर फलेको यो अर्ग्यानिक मलबाट सानो फलिरहेको छ। यहाँ चाहिँ भर्खर चिचिला रमाइलो लाग्ने कि फलेको देख्दा। यो अङ्गुर फलेको देख्दा रमाइलो लाग्ने। खान त के अमिलो हुन्छ। खुर्सानी चार्छु। यो चाहिँ जिरेनियम भयो। जिरेनियम सार्ने, यो सार्ने अनि यो खुर्सानी क्याप्सिकम अनि जिरे खुर्सानी, क्याप्सिकम। यो चाहिँ पिरो खुर्सानी। यसले के भन्छ थाहा छैन मलाई। फलेपछि देखाउँछु ल। अहिले चाहिँ रोप्छु अनि फलेपछि चाहिँ यहाँ फल्न लागेको छ होइन। यहाँ सानो फले। यहाँ एउटा ठुलो पनि फलेछ। कता गयो हल्लायो क्यामेरालाई। हेर्नु फलिसकेको छ। मजाले पिरो खुर्सानी हो। यो धरानको खुर्सानी हो। धराने खुर्सानी पिरो हुन्छ एकदम। धरानबाट बिउ पठाएको मलाई। फलिरहेछ डियर खुर्सानीहरू। डियर खुर्सानी भन्छ। जे फले नि रमाइलो। यहाँ थुप्रै फले रहेछ त यादै नगरे। दिनकै एउटा खाइन्छ। मजाले यहाँ फलिरहेको रहेछ।